नमस्कार साथीहरू, म्याथमेटिक्स विथ मोहनजी च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ मोहन घिमिरे। सिकौँ गणित 16 दिनमा भन्ने अभियान अन्तर्गत प्रश्न नम्बर 13 को बारेमा छलफल हुनेछ। त सुरु गरौँ आजको विषयवस्तु। बाणगङ्गा नगरस्तरीय एसईई पूर्व तयारी परीक्षा 2081 गणित विषयको परीक्षाको प्रश्नपत्रको समाधान क्वेसन नम्बर 13। प्रश्न यस प्रकार रहेको छ। बाणगङ्गा नगरपालिकाद्वारा 2081 सञ्चालित राष्ट्रपति रनिङ प्रतियोगितामा भलिबल खेल खेल्नको लागि लम्बाइ 18 मिटर र चौडाइ 9 मिटर भएको आयताकार कोर्ट बनाइएको रहेछ। ज्यामितीय औजारको सहायताले कापीमा उक्त चित्र कोर्नुहोस् भनिएको छ। उक्त आयतसँग बराबर क्षेत्रफल हुने गरी एउटा कोण 60 डिग्री भएको समान्तर चतुर्भुजको रचना गर्नुहोस् भन्ने प्रश्न सोधिएको छ। भने सँगसँगै अर्को प्रश्न सोधिएको छ। तपाईले पछि बनाउनु भएको समान्तर चतुर्भुज आकारको ठाउँमा भलिबल खेल खेलाउन सकिएला कि नै, जबकि त्यसको पनि त्यत्तिकै क्षेत्रफल छ, आफ्नो तर्क लेख्नुहोस् भनेर प्रश्न सोधिएको छ। यहाँ हामीले के बुझ्नुपर्ने हुन्छ भने ज्यामितीय औजारहरूको सहायताले कापीमा उक्त चित्र कोर्नुहोस् भनिएको छ। ज्यामितीय औजारहरूको सहायताले भन्नुको अर्थ कक्षा 10 को स्ट्यान्डर्ड अनुसार कम्पास, रुलर को प्रयोग गरेर हामीले यहाँ बनाउनु पर्ने हुन्छ। यसको लागि सबभन्दा पहिला हामीले बुझ्नुपर्ने विषयवस्तु के छ भने यहाँ लम्बाइ 18 मिटर रहेको छ र चौडाइ 9 मिटर रहेको छ। लम्बाइ 18 मिटर र चौडाइ 9 मिटर भएको त्यत्रो ठुलो साइजको हामीले कपीमा चित्र निर्माण गर्न सकिँदैन। त्यसैले यसलाई हामीले स्केलिङ गर्नुपर्ने हुन्छ। हामीले स्केलिङ कसरी गर्ने त भन्दा के गर्यो भने सजिलो हुन्छ भन्ने कुरा हामीले एका राख्नुपर्ने हुन्छ। कतिको स्केलिङ गर्ने, जस्तै यहाँ 18 मिटर भन्नुको अर्थ यो 1800 सेन्टिमिटर हो। यो 1800 सेन्टिमिटरलाई यदि हामीले सेन्टिमिटरमा मात्रै बदल्यौँ भने अर्थात् मिटरलाई 1 मिटरलाई 1 सेन्टिमिटर मानेर हिसाब गऱ्यौँ भने पनि 18 मिटर र 9 मिटर छन् यहाँनिर स्केलमा। त्यो भनेको 18 सेन्टिमिटर र 9 सेन्टिमिटर हुन्छ। यो 18 र 9 सेन्टिमिटर पनि हाम्रो कपीको लागि धेरै ठुलो हुन जान्छ। त्यसैले अब यसलाई हामीले कसरी स्केलिङ गर्नुपर्ने हुन्छ भन्दा हामीलाई सहज हुने गरी स्केलिङ गर्नुपर्ने हुन्छ। जसरी हामीले सामाजिक विषयमा नेपालको नक्सा बनाउन भन्दा हाम्रो सानो कपीमा अटाउँछ, त्यस्तै घर जग्गाको नक्साहरू भने स्केल मिलाएर बनाइएको हुन्छ। जग्गा हाम्रो जत्रो छ त्यति बराबरको स्केल हामीले बनाउन कपीमा हामीले उतार्न मिल्दैन, त्यसलाई सानो स्केलमा हामी बनाउँछौँ। त्यसैले स्केलिङ गरेर हामी यसलाई गर्छौँ। संस्थाका लागि यहाँ सबभन्दा सजिलो के हुन्छ भने यदि हामीले यसलाई 3 मिटरलाई 1 सेन्टिमिटर मानियो भने 18 मिटर बराबर कति आउँछ त 6 सेन्टिमिटर हुन आउँछ। त्यस्तै 9 मिटर बराबर 3 सेन्टिमिटर हुन आउँछ। हामीले यही स्केलिङ अनुसार यहाँनिर गरिनेछ। यहाँनिर 3 मिटर इक्वल्स टु 1 सेन्टिमिटर हामी बनाउँछौँ। यदि हामीले स्केलमा 3 मिटर र 1 सेन्टिमिटर निर्माण गरियो भने 18 मिटरको भ्यालु 6 सेन्टिमिटर हुने भयो। त्यस्तै 9 मिटरको भ्यालु 3 सेन्टिमिटर हुने भयो। सर्वप्रथम आरम्भिक रेखा खिच्नको लागि यहाँ एउटा स्केल लिएर आउँ। स्केल आइसकेको छ। स्केललाई हामीले लम्बाइ चौडाइ आवश्यकता अनुसार बढाउन पनि सक्छौँ। स्केललाई पेनलाई चुज गरौँ, एउटा आरम्भिक रेखा खिचौँ, जति लामो खिचे पनि हुन्छ। त्यसपछि यसमा एउटा कुनै पोइन्ट लगाउँ। मैले यहाँ पोइन्ट लगाइसकेको छु रेखा। यसलाई अब हाम्रो यहाँनिर भएको 18 मिटरलाई 18 मिटरलाई 6 सेन्टिमिटर भएको छ। यही 18लाई 6 सेन्टिमिटर हामी लिन्छौँ। त्यहाँ चिन्ह लगाइसकेका छौँ र यसलाई यहाँबाट यता हटाउँछौँ। यसलाई थप बनाउनको लागि अब हामीले यहाँनिर आयात भएको हुनाले एउटा कम्पास लिन्छौँ। कम्पासको साइज मिलाउँछौँ र यहाँ आयत भएको हुनाले 90 डिग्रीको एङ्गल बनाउँछौँ। एक मिलेको छ, 90 डिग्रीको एङ्गल बनाउँछौँ पहिला र आवश्यकता अनुसार हामीले यहाँनिर काटिसकेका छौँ। यहाँ कटिसकेको छ, पुरै नकटे जस्तो देखिएको छ। त्यसैले हामीले थोरै घुमाउँछौँ
यसलाई बाहिर निकालौँ, यसलाई स्केलले जोडौँ, स्केल छ। अब हामीले स्केलबाट कति लम्बाइ भएको अर्को भुजा तान्नुपर्ने हुन्छ भन्दा 30 सेन्टिमिटरको चाहिएको छ। यसलाई सिधा बनाएर 3 सेन्टिमिटर नापौँ, सेन्टिमिटर यसलाई मिलाउँ, 3 सेन्टिमिटर भएको छ। यसलाई यहाँनिर राखौँ र यसलाई थोरै घुमाउँ, स्केललाई कहाँनिर काट्नुपर्ने हुन्छ हेरौँ, यहाँनिर 3 सेन्टिमिटर हुँदो रहेछ, यसलाई काटौँ। त्यस्तै यता साइडमा अर्को साइडमा पनि हामीलाई 3 सेन्टिमिटर चाहिन्छ, यहाँनिरबाट हामीले 3 सेन्टिमिटर चाप काटौँ र यतादेखि यतासम्म कति चाहिन्छ हामीलाई 6 सेन्टिमिटर चाहिन्छ। र 6 सेन्टिमिटरको नापौँ, यसलाई यहाँनिर काटौँ, भएको छ 6 सेन्टिमिटर। यो पुरै कटेन, कटेको छैन, यसलाई कटाउँ र यसलाई स्केलले जोडौँ। यसरी भलिबल कोर्ट तयार भएको छ र यसका नाम पनि लेखौँ क्यापिटल ए। कुनै नाम यहाँ भनिएको छैन, त्यसैले यसको नाम हामीले क्यापिटल ए लेखौँ संस्थाको लागि। अर्को लगेर यसमा क्यापिटल बी बनाऊ, यसलाई क्यापिटल बी र अर्को नाम दिउँ, यसलाई कपी गरेर यसलाई क्यापिटल सी राखिदिउँ। त्यस्तै यसको नाम राखौँ क्यापिटल डी। आरम्भिक रेखा अर्थात् सुरुको रेखा क्यापिटल एक्स मानौँ। त्यस्तै जुनलाई कपी गरे पनि हुन्छ। यसका सबै भरिसकेका छौँ र अब यसको नाप कति छ त्यो पनि लेख्दै जाउँ। यसको नाप भएको छ यहाँ 6 सेन्टिमिटर, कपी गरौँ। यो पनि 6 सेन्टिमिटर भएको छ, त्यस्तै यसलाई कपी गरौँ। यो 3 सेन्टिमिटर भएको छ, कपी गरौँ। यो 3 सेन्टिमिटर भएको छ र यहाँ 90 डिग्री छ, यसको भ्यालु यहाँनिर 90 डिग्री भएको छ। 90 डिग्री छ। अब हामीले गर्नुपर्ने काम के हो भने हामीले एउटा चरणको काम सकिसकेका छौँ र यसलाई त सारेर हेरौँ त। के भनेको छ भने आयातसँग बराबर क्षेत्रफल हुने गरी एउटा कोण 60 डिग्री भएको समान्तराल चतुर्भुज रचना गर्नुहोस् भनेको छ। यहाँनिर यहाँ 60 डिग्री त यहाँ हामी पहिले काटिसकेको छ, यसैलाई नै प्रयोग गर्न पाइन्छ। त्यसैले मैले यहाँनिर अर्को जुन हामीलाई दोस्रो बनाउनु पर्ने थियो त्यो बनाउनु पर्नेलाई 60 डिग्रीको लागि हामी यहाँ युज गर्छौँ। 60 डिग्री यहाँ पहिले भइसकेको छ, यसैलाई नै कटाएर युज गर्छौँ। नयाँ प्रयोग गर्नको लागि यसको कलर थोरै चेन्ज गरिदिउँ। नयाँको लागि यसको ग्रिनको प्रयोग गरेँ मैले, लागि यो ग्रिन प्रयोग गरिएको छ। त्यस्तै यो यहाँ कटेको छ, यो 60 डिग्री एङ्गल छ यसमा भने अब यहाँदेखि यहाँसम्म कति लेन्थको चाहियो त भन्दा 6 सेन्टिमिटरकै हामीले यसलाई पाउँछौँ। यसलाई थोरै तन्काउँछौँ। र जति लम्बाइ पनि हुन्छ। अब हाम्रो आवश्यकता अनुसार हाम्रो लेन्थ भनेको यहाँनिर 6 सेन्टिमिटर हो,
यहाँदेखि 6 सेन्टिमिटर तान्नुपर्ने हुन्छ। त्यसैले यो हाम्रो लेन्थ यहाँबाट नापेको लिए पनि हुन्छ, यहाँबाट 6 सेन्टिमिटर ताने पनि हुन्छ। जति लिन सक्छौँ। यहाँनिर यसलाई फ्लिप गरौँ, यताबाट ल्याउँ त यहाँ 6 सेन्टिमिटरको यहाँनिरबाट लिए पनि हुन्छ हामीले। यसरी 6 सेन्टिमिटर नापेर ताने पनि हुन्छ। अन्यथा यहाँबाट 6 सेन्टिमिटरको यसलाई काटेर यो बनेको छ। कम्पासको हामीलाई आवश्यकता छैन, यसलाई हटाइदिउँ। अब एउटा स्केल ल्याउँ, यो बिन्दुलाई अलिक छोटो बनाउँ स्केललाई, जोडिदिउँ। जति भएको छ यही नै हाम्रो समान्तर चतुर्भुज बन्छ। अब हामी यो रङ्गाउँछौँ यो भागलाई, यो नयाँ समान्तर चतुर्भुज यो बन्छ। सिधा बनाऊ। पछि भने अनुसारको समान्तर चतुर्भुज बनेको छ। यसरी बनेको जुन समान्तर चतुर्भुज छ यसमा नाम राखौँ पहिला। अब एबी सिडी प्रयोग भइसकेको छ, यसलाई इएफ बनाइदेऊ। यसैलाई कपी गरे पनि हुन्छ। सिडी प्रयोग भइसकेको छ, ई राख्नलाई ई कपी गरौँ, यसलाई एफ बनाऊ, लगेर ठाउँमा राखौँ। यो एफ बनेको छ। यसरी एबिइएफ जुन समान्तर चतुर्भुज बनेको छ यसको क्षेत्रफल सुरुको आयात अर्थात् रेक्टेङ्गल एबिसिडीको क्षेत्रफलसँग बराबर रहेको छ। यसलाई पनि हटाइदिउँ। वास्तवमा हामीलाई आवश्यक पर्ने रचना यति नै थियो र यहाँनिर 60 डिग्री रहेको छ यसको भ्यालु। त्यो भ्यालु 60 डिग्री रहेको छ यहाँनिर। अब अर्को प्रश्न लिन्छौँ। अर्को प्रश्नले के भनेको छ भने तपाईँले बनाउनु भएको जुन अहिले जुन बन्यो समान्तर चतुर्भुज आकारको ठाउँमा भलिबल खेल खेलाउन सकिएला कि नै, जबकि त्यसको त्यतिकै क्षेत्रफल छ, आफ्नो तर्क लेख्नुहोस् भनेर सोधिएको छ। यसमा वास्तवमा भलिबल खेल खेलाउन सकिँदैन, किनभने यसरी उत्तर लेखिएको छ। यसमा पछि बनाएको समान्तर चतुर्भुज आकारको ठाउँमा भलिबल खेल खेलाउन सकिँदैन, किनभने समान्तर आकृतिको फिल्डमा कन्सिस्टेन्सी हुँदैन अथवा एकरूपता हुँदैन, जबकि आयताकार भएको ठाउँ अवस्थामा कन्सिस्टेन्सी हुन्छ र खेल खेल्न सजिलो हुन्छ। जस्तो कि दैनिक जीवनको एउटा उदाहरण लिएर हेर्दा दजुर जग्गामा यदि आयताकार मिलेको छ र जग्गा नछुट्ने गरी त्यसमा घर बनाएपछि हरेक कोठामा टेबल राखे पनि मिल्छ, कुनै कुना छुट्दैन। तर समान्तर आकृतिको भयो भने टेबल तथा बेड लगायतका वस्तुहरू राख्दा केही न केही अंश छुट्छ। त्यसैले क्षेत्रफल समान छ भने पनि सेप म्याटर्स अथवा आकृतिले अर्थ राख्छ भन्ने कुरा यसबाट बुझिन्छ। अथवा हामीले के बुझ्नु पर्यो भने यहाँ क्षेत्रफल बराबर छ तथापि यसमा कन्सिस्टेन्सी हुँदैन। समान्तर आकृतिमा र आयताकार आकृतिमा कन्सिस्टेन्सी हुन्छ। क्षेत्रफल बराबर भए तापनि उहीबाट प्राप्त गर्ने फाइदा भनेको फरक हुँदो रहेछ भन्ने कुरा यो प्रश्नबाट बुझ्न सकिन्छ भन्ने कुरा यहाँबाट बुझिन्छ। हवस् त आजको भिडियो यति नै। यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब अनि भिडियोलाई लाइक शेयर र कमेन्ट पनि गरिदिनु होला। सुझाव भए कमेन्ट सेक्सनमा गएर आफ्नो सुझाव राखिदिनु होला र भिडियोलाई सुधार तथा परिष्कृत गराउने वातावरण सिर्जना गरिदिनु हुनेछ भन्ने समेत अपेक्षा लिएको छु। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। हवस्, नमस्कार। थ्याङ्क्स फर वाचिङ।